नमस्ते सबैजनालाई मेरो न्यू भिडियो न्यू ब्लगमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। तपाईहरु सम्पूर्णले डल्ले ब्लग चाहिँ माया गरिदिनु होला। हिजो चाहिँ मेरो ड्याप थियो र कप्पल सप्पल काटेर तक्लु भएर आज चाहिँ ब्लग बनाउँदै छु। सबैले हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। अब चाहिँ म ड्युटी जान लाग्यो उठेर। ल हेर्दै गर्नु होला डल्ले ब्लग। ल गाइस आज चाहिँ अब अहिले अब फास्टिङको बेला हो। अब सबैको अगाडि जे पाए त्यही खानेकुरा पनि खाने नि भएन। अब आज चाहिँ म चाहिँ यहाँ नेपालबाट पिठो ल्याएको छ, घिउ ल्याएको छ। पिठो र घिउ हालेर टक्क खानु पर्यो। नेपालबाट ल्याएको पिठो पनि छ, भुटेको पिठो आमाले भुटेर ल्याइदिनु भएको थियो। अब यसरी पिठो हाल्नु पर्यो है टक्कसँग। यहाँ चाहिँ ग्लास हो, यहाँनिर पिठो हाल्नु पर्यो 2-3 चम्मच। अनि घिउ चाहिँ उता मैले गाउँबाट मगाएको थियो, मामाकोबाट माइजूले पठाइदिनु भएको थियो घिउ चाहिँ उता गाउँदेखि। घिउ पनि के साथीहरूले खाइदिए जस्तो छ। आहा घिउ त यार गाउँको लोकल घिउ। आहा क्या मिठो बस्न, भाग्यमानीले मात्रै खानु पाउँछ यस्तो। त टक्क घिउ हाल्ने हो ठ्याक्क। अनि घिउ हालेपछि यसलाई राख्दिउँ यहाँनिर। हर्लिक्स पनि लिएर आऊ, त्यहीबाट यो हर्लिक्स पनि हालिदिउँ अलिकति। हालिदिउँ हर्लिक्स पनि। चाहिँ टक्क यस्तो गर्ने, चिनी हालिदिने अलिकति। उसलाई धेरै गयो यार चिनी त। यस्तो हुँदैछ। अहिले बिहान अब के बनाउँदा पनि अन्डा बोइल गरेर कति खानु। माछा पनि फ्राई गरिरहेको छ यहाँनिर। हिजो फ्राई गरेर राखेको माछा चिसो भइसक्यो। घिउ हालेर टक्क पिठो, घिउ हालेर पिठो, अनि घिउ, चिनी, पिठो, तातो पानी, हर्लिक्स यस्तो खाएपछि त अब यति 1 कप खायो भने 6-7 घन्टा भोकै लाग्दैन।
म चाहिँ अब धेरै बाक्लो भएछ, हल्का पातलो गर्नुपर्ने रहेछ, बाक्लो रहेछ धेरै। म चाहिँ यो किन तक्लो भएको भने हामी काम गर्न आउने मान्छेहरूलाई त ओभरटाइमको माया लाग्छ, अनि ओभरटाइम मरेकोले तक्लु गरेको मैले। यो चाहिँ हिजो छुट्टी पनि थियो, ओभरटाइम मरेछ त्यही भएर तक्लु गरेको। ओभरटाइम मरेपछि त शोक मनाउनु पर्यो नि त, त्यही भएर मेरो चाहिँ ओभरटाइम छैन। ओभरटाइम मरेकोले गर्दा पिर लागेर तक्लु गरेको यो। अब ओभरटाइम मरेकोले नुन पनि बार्नुपर्ने, नुन माछा मासु बार्नुपर्ने। अब के गर्नु, नुन माछा मासु त अब बार्नु सकेन। माछा त यसरी हिजै फ्राई गरेर खाइयो। अब हेरौँ ओभरटाइम जिउँदो हुन्छ कि न। यो कप्पल लामो भइन्जेलसम्म त, लगभग यो कप्पल छोटो भइन्जेलसम्म चाहिँ ओभरटाइम चाहिँ मरेकै हो। आहा क्या मिठो भएछ हौ। घिउ पनि लोकल घिउ तानी। साह्रै मिठो भएछ। अब ड्युटी जानलाई रेडी हुँदैछु। मजा लाउनु पर्यो, ड्रेस सेस त लगाइसक्यो कि नै मजा लाउनु पर्यो। मजा लगाएर बोकेर जानुपर्छ। यस्तै छ परदेशीको जिन्दगी, चलिरहेछ जिन्दगी। मान्छे जिउनु मात्रै पर्छ, बाँच्नु मात्रै पर्छ। के भोग्छ अलिअलि आफू त मुस्लिम परेन, पर्फ्युम सर्फ्युम त लाउनै पर्यो। मुस्लिमहरूले चाहिँ अहिले रमजानको फास्टिङको बेला चाहिँ पर्फ्युम चाहिँ लाउँदैन। अर्को चिज चल्छ। ल क्याप पनि बोक्नु पर्यो ड्युटीमा लाउनुलाई। अब चाहिँ निस्कौँ। डल्लै हिँड्यो अब चाहिँ ड्युटीतिर। यता छोपेर राख्नुपर्छ, आफ्नो सामानको हिफाजत गर्नुपर्छ। साथीको थैलो बन्दिलो पार्नु, साथीले चोर नलाउनु भन्थ्यो, त्यही भएर आफ्नो सामानको हिफाजत चाहिँ आफैले गर्नुपर्छ। साथीहरूलाई ब्लेम गर्नु हुँदैन। ल म चाहिँ अब हिँड्यौँ ड्युटी। हेर्दै गर्नु होला।
डल्ले ब्लग्सलाई तपाईँहरूले ल अझ स्टोर पनि आइसक्यो केटाहरूले जुस सुस रेडी गरिराखेको छ अब यो सब बेच्ने हो यो सब रेडी गरिराखेको छ अब अझ चाहिँ स्टोर साफ गर्ने दिन अझ स्टोर साफ गर्नुपर्छ अब अहिले त होइन केटाहरू अब गएर खाना खाएर आएपछि स्टोर साफ गर्नुपर्छ आजको काम त्यही होला स्टोर साफ गर्ने होला रुटिनमा त त्यही छ अझ स्टोर साफ गर्ने मेरो काम यहाँ कस्टमर हेर्ने केटाहरूले आएर अब स्टोर साफ गर्छ स्टोर साफ गरेको भिडियोहरू देखाउने छु तपाईँहरूलाई हेर्दै गर्नु होला ल अझ स्टोर फ्लोर पनि 4 भएछ यिनीहरू तरतिब गर्नुपर्ने रहेछ मिलाउनु पर्ने रहेछ अझ चाहिँ त 4 रहेछ यिनीहरू सबै साफ गर्नु पर्यो अझ चाहिँ यिनीहरू धुनु पर्यो सबजना मिलेर म त एक्लै छु अब केटाहरू आएपछि सब धुनु लाउनु पर्यो साफ गर्नु लाउनु पर्यो यता नि पोखरा यस्तो 4 भनेर हामी चाहिँ स्टोर साफ गर भन्दै थियो एरिया म्यानेजरले अझ चाहिँ स्टोर साफ गर्नुपर्छ 4 भएछ जस्तो अझ स्टोर साफ गर्ने हो त्यसैमा ड्युटी सिधेर जानुपर्छ हेलो माय डियर मिस्टर रोबन देखो मेरा दोस्त साला आज 2 घंटा ऊपर टाइम देखी क्लीन करा रहा है ना देखो साला बहुत अच्छे से क्लीन हो रहा है आज हमारा स्टोर बहुत अच्छे से देखो दोस्त साला हम लोग को 2 घंटा ओवर टाइम भी मिला है सही हम लोग काम करने के लिए आए ना दोस्त 2 घंटा ओवर टाइम मिलेगा भी बहुत अच्छे है कोई मुश्किल नहीं है ना अभी तो 6 घंटा काम होता है 8 घंटा काम करना है ना नॉर्मल है ना हम 12 घंटा भी किया है लास्ट ईयर तो कोई मुश्किल नहीं है ना चलो चलो दोस्त बहुत अच्छा क्लीन किया है पेज भी बहुत अच्छे से क्लीन हो रहा है अभी स्टोर को पानी डाल के वॉश करना है भाई लोग देखो तो सबैजना हुँदैछ ल ड्युटी पनि सकियो अब चाहिँ रुमतिर लाग्यो ड्युटी पनि सकियो रुम जाँदैछु रुममा गएर अब खाना बनाएर खानुपर्छ ड्युटी पनि सकियो ल अब आजको ब्लग चाहिँ अब यति नै हो साथीहरू हेर्दै गर्नु होला भोलि फेरि अरू नयाँ काम गरेको भिडियोहरू हाल्नेछु हेर्दै गर्नु होला।